त्यसले त भात खाला खानी खोले यो स्कुलका जाला पानी गैलाको बिर्स्यौ र मायाले पहिला पहिलाको मानेले आफाला खानी खोले यो स्कुलका जाला पानी गैलाको बिर्स्यौ र मायाले पहिला नेतालाई पिटिन्छ पानी गइरहेको बिर्स्यौ र मायाले पहिला पहिलाको अस्तित्व सिद्धिन्छ खानै खोल्ने नेतालाई पिटिन्छ पानी गइरहेको बिर्स्यौ र मायाले पहिला हनीमुनमा आउँछन् काठमाडौँ बस्छन् बुढीकोटलाई बन्दर जमिन बनाउँछन् पानी गैलाको बिर्स्यौ र मायाले पहिला पहिलाको हनीमुनमा आउँछन् विरोधको अनेक रूप हुन्छन्। विरोध भन्नाले ढुङ्गै मुढा गर्नुपर्छ, टारै पाल्नुपर्छ, बन्दै गर्नुपर्छ, झगडै गर्नुपर्छ भन्ने छैन। हामीले यसरी रचनात्मक तरिकाले विरोध पनि गर्न सकिन्छ भन्ने हाम्रो उदाहरण हो। मतलब भनेको हामीले प्रकृतिलाई बचाइराख्नको लागि प्रकृति